मलाई चाहिँ यो 1 घण्टा 1.5 घण्टाको भेटाइमा यस्तै भएको थियो। सो मौका मिलेछ भने जिन्दगीमा फेरि अर्कोचोटि भेटौँला। थ्याङ्क यू सो मच फर कमिङ, लभ यू। अनि जब म सोध्ने बेला हुन्छ तिम्रो उज्यालो हुन्छ। मायाको गडबडले होइन समयको गडबडले अप्ठ्यारो बनाइदियो लङ डिस्टेन्स। तिमीलाई सम्झे म मातिएको बेला, तिमीलाई सम्झे होसमा सम्झे बेहोसीमा सम्झे, बिर्सन खोज्दा नि तिमीलाई नै सम्झे। कहिले पनि रुन्छु भन्ने लाग्दैन थियो, तिम्रो तस्बिर छुँदा छुँदै पागल जस्तो हुन्छु भन्ने लाग्दैन थियो। तिम्रो तस्बिर हेर्दा हेर्दै पागल जस्तो हुन्छु भन्ने लाग्दैन थियो, रुन्छु भन्ने लाग्दैन थियो। मेरी आमालाई एउटा नयाँ चोली किन्न सकौँ, सुनिरहँ झै लाग्ने उनको मिठो बोली किन्न सकौँ। मेरी आमालाई एउटा नयाँ चोली किन्न सकौँ, मेरी रोग नलाग्ने औषधिको एउटा गोली किन्न सकौँ। मेरी आमालाई एउटा नयाँ चोली किन्न सकौँ, मेरी आमालाई खुसी भएर रमाउनलाई एउटा बोली किन्न सकौँ। मेरी आमालाई एउटा नयाँ चोली किन्न सकौँ, मेरी आमालाई असल नारीको डोली किन्न सकौँ। मेरी आमालाई एउटा नयाँ चोली किन्न सकौँ। सबै दृश्य हटाउनलाई जिन्दगी नरहोस् रहिरहनेछ यसमा कैद पलहरू। तिमी छौ तिम्रो प्यारो मान्छे छ, त्यो भन्दा अरू किन चाहियो एउटा माया गर्नेहरूलाई। थ्याङ्क यू सो मच बोल्नु पर्छ। थ्याङ्क यू। खुसी छौ हामी छौ जहाँ बन्देले मानोस् जानोस् हाम्रो लगे कुरा जति जे छ मेरो मैले चाहिँ लास्टको 20 मिनट जति चाहिँ मिस गरेँ किनभने काम थियो हस्बेन्डको। बट एनिवेज थ्याङ्क यू फर वाचिङ, सी यू अन नेक्स्ट भिडियो, लभ यू अल।